हेलो साथीहरु, नमस्ते, जय मसी। आज चाहिँ हजुरलाई स्वागत छ आजको मेरो फेरि पनि अर्को छोटो मिठो मिनी ब्लगमा। फेरि मेरो आजको बिहानीको सुरुवात भएको छ भिडियो खिच्नदेखि। अनि यहाँ मेरो सासु मम्मीले चाहिँ बिहान बिहान भैँसी दुधै हुनुहुन्थ्यो। ल हेर्नुहोस्, हाम्रो भैँसी नयाँ नयाँ ब्याएको छ नि त, सुत्केरी भएको छ। त्यो सँगसँगै आजबाट हाम्रो थपिएको कामहरू पनि म हजुरहरूसँग सेयर गर्नेछु। अनि सबैले यो भिडियोलाई हेरेर माया गरिदिनु होला। अनि मैले चाहिँ बिहान उठेर अब सबभन्दा पहिला आज बाबुको स्कुल बिदा छ नि त साथीहरू, त्यही भएर पहिला आरामसँग सबै झाडु पोछाहरू गरिसकेँ। मैले चाहिँ आज चाहिँ मैले खाना पकाउने तयारी गरे छैन के। अनि मम्मीले बेगौती दुध पनि ल्याइसक्नु भएको थियो। अनि यो दुधलाई चाहिँ हजुरहरूले के भन्नुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला ल। हामी चाहिँ छेगुतो पनि भन्छौँ, बेगौती पनि भन्छौँ। एकचोटि पिरो पकाएर पनि हाम्रो सासु मम्मीले दिइसक्नु भयो। अनि मैले चाहिँ यता यसरी गराऊ, मलाई खासै आउँदैन नि त बनाउनको लागि। सासु मम्मीले यस्तो यस्तो गरेर गराउनु भन्नुभयो। अनि फेरि मैले बसाएँ पिरो। एकचोटि खुवाएर पनि यो चाहिँ अर्को पल्ट हो के, भाँडो सानो छ नि त, त्यही भएर दुईचोटि पकाउँछौँ साथीहरू हामीहरू। यता मम्मीले खुवाइ पनि सक्नु भएको छ। अनि ल हेर्नुहोस्, यहाँ पिरो पनि रेडी भइसक्यो। आजबाट चाहिँ थपिएको काम भनेकै पिरो पकाउने हो कि साथीहरू हाम्रो चाहिँ है। अनि मैले यता भात पनि बसाएर पनि पाक्न लागिसकेँ। चाहिँ मासु काटिदिनु भन्नुभएको थियो नि त, अनि त्यसको लागि मैले पानी पनि रेडी गराइसकेँ। अनि आज मेरो दिदी र छोरी आएको थिएँ। आज के सजिलो भयो, आज बाबुको स्कुल पनि बिदा थियो। अनि त्यही माथि दिदी आएर मेरो छोरीलाई खाना पनि खुवाइदिएर, आज चाहिँ म अलि फ्री थिएँ नि त, त्यही भएर मैले नानी बाबुहरूको एकछिन आउ टिकटक बनाइदिन्छु भनेर मैले बनाइदिएँ टिकटक। अनि मैले फर्सीको मुन्टा ल्याएर केलाउँदै थिएँ। या बनाउँदिनँ भनेर मैले बनाउन लाएँ मासु साथीहरू। अनि मैले मासु बनाउँदै अनि मैले छेगुतो पनि खाएँ। गर्दा गर्दै पकाउँदै खाँदै गर्दा गर्दै मेरो खानाहरू पनि मैले रेडी बनाइसकेँ। अनि यता चाहिँ मेरो सासु मम्मीले सबैजनालाई खाना पस्किँदै हुनुहुन्थ्यो। अनि मलाई पनि पस्किएर दिनुभयो। त्यसपछि म पनि लागेँ खाना साथीहरू। हामी चाहिँ सबैजना प्रायः जस्तो सँगै बसेर खाना खान्छौँ साथीहरू। यो भिडियोलाई सबले माया गरिदिनु होला। फेरि भेटौँला हामी अर्को भिडियोमा। थ्याङ्क यू फर वाचिङ। बाई बाई साथीहरू।